सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ म गोब्रोबाट भ्लग बनाउँदैछु फर्स्ट टाइम होइन। अस्ति किनेको थिएँ अनि मैले अहिलेसम्म यहाँ चाहिँ भ्लगै बनाएको थिइनँ। अनि आज चाहिँ त्यस्तो कपाल काट्नु जाँदैछु है त साथीहरू। कपाल काटेर उता फर्किनु पर्ने हुन्छ फेरि। अब हेर्दै जाउँ होइन कहाँ पुगिन्छ। अनि कपाल काट्ने ठाउँ चाहिँ यहाँ माथि छ होइन। अनि अहिले चाहिँ पुरै मजाले घाम लागिरहेको छ। हेर्दै जाउँ होइन, भिडियो गर्दै जानुपर्छ है त। देख्न सक्नुहुनेछ साथीहरू अहिले चाहिँ यस्तै छ। ल म चाहिँ अलिक माथि आइसकेको छु है। अब चाहिँ लगभग आइपुग्न आँट्यो। यस्तै छ साथीहरू। रमाइलो छ है। म चाहिँ बाटो रोटेर जाँदैछु माथिसम्म। हेर्दै जाउँ है त। यहाँ चाहिँ उकालो छ, हल्का हल्का कालो जानुपर्ने हुन्छ साथीहरू माथिसम्म। ठिलिक्क घाम लागिरहेछ है त मजाले। अब चाहिँ काठमाडौँमा पनि गर्मी हुन थालेको छ अहिले चाहिँ। सो म चाहिँ अहिले कपाल काटेर फर्किसकेँ है। अनि म चाहिँ जाँदैछु अलि उतातिर। अब चाहिँ घुम्दै जाउँ है, कता पुगिन्छ हेर्दै जानुपर्छ। उता जाउँ भनेर। सो म चाहिँ एउटा पार्कमा आइसकेको छु अनि यहाँ बसिरहेको छु है। देख्न सक्नुहुनेछ तपाईँहरूले एउटा मूर्ति छ होइन, गाईको स्ट्याचु छ यहाँ चाहिँ। अनि सानो पार्क पनि रहेछ अनि म चाहिँ बसिरहेको छु यहाँ ठेक्क लाएर। यस्तो छ है त अहिलेको भ्यू चाहिँ। बर मजा छ, ठिलिक्क घाम लागिरहेछ। सो म चाहिँ कपाल पनि काटेर आइसकेको छु। कस्तो देखिरहेको छ होइन। भर्खरै कपाल पनि काटियो। अनि अहिले चाहिँ म यहाँ बसिरहेको छु है। जिम गरेर हेर्दा चाहिँ ठुलै छ होइन। है त बस। सो हेलो एभ्रिवान, म चाहिँ कपाल काटेर पनि आइसकेँ अनि यहाँ बसिरहेको छु है पार्किङमा। अनि आज चाहिँ म खास चाहिँ गोप्रो टेस्टिङको लागि आएको थिएँ। यो गोप्रो किनेको थिएँ मैले, भिडियो बनाएको थिएन नि त यहाँ। अनि आज चाहिँ बनाइदिउँ भनेर हल्का हल्का है कस्तो हुनेछ भनेर आज चाहिँ टेस्ट हुँदैछ है गोप्रोको। अनि साथीहरू म चाहिँ पार्किङमा बसिरहेको छु। एकदम रमाइलो छ होइन। अनि देख्न सक्नुहुनेछ मान्छेहरू पनि घुम्न आइरहेको छ होइन हल्का हल्का। अनि सानो सानो पार्किङ पनि छ क्या, रमाइलो एकदम पिसफुल छ। त्यही भएर म पनि यहाँ बसिरहेको छु। अब अलिक त्यता नजिक गएर पनि भिडियो गरौँ है कस्तो हुन्छ। अब अहिले चाहिँ म यहाँ बसिरहेको छु टक्क लाएर।
अनि आज चाहिँ घाम लागेको छ मजाले। कस्तो हुँदैछ भिडियो हेर्दै जानु होला। आज चाहिँ गोप्रो टेस्टको लागि चाहिँ मैले भ्लग बनाउँदै बाहिर निस्केको थिएँ, अनि त्यसकै लागि नै मैले आजको लागि चाहिँ आजको भ्लग चाहिँ खास भन्दा चाहिँ स्पेसल भन्नुपर्दाखेरि चाहिँ यो गोप्रोको मैले टेस्ट गरेको थिएँ नि त मजाले, अनि यो गोप्रोकै टेस्टको लागि चाहिँ हो मैले भिडियो बनाएको। अनि हल्का यहाँ पार्क पनि छ क्या, त्यही भएर अनि आइदिउँ हल्का कन्टेन्ट पनि हुन्छ भनेर चाहिँ मैले यो पार्कमा आएको गाइजहरू अनि हेर्दै गर्नु होला है। भिडियो चाहिँ यस्तै छ आजको। अनि कपाल पनि काटियो, कस्तो छ कपाल पनि काटेर चाहिँ यहाँ तल हालिसकेँ त मजा भइरहेछ। अब यहाँ अहिले 1 बजिसकेको छ। अब 2 बजीतिर चाहिँ हाम्रो काका पनि आउनुहुन्छ होला, अनि बाहिर निस्किनु पर्ने छ, हल्का हल्का काम छ आज। अनि त्यही हो गाइज, हेर्दै गर्नु होला। ल साथीहरू, म चाहिँ अहिले यहाँ यता हेर्दै जान्छु है। स्ट्याचुहरू थुप्रो रहेछ यता चाहिँ। नजिकै नजिक आइसकेको छु। अनि यता चाहिँ स्ट्याचु नै स्ट्याचु छ होइन भित्रैभरि। कस्तो छ हेर्नु होला है, अनि कमेन्ट पनि गर्नु होला साथीहरू। कस्तो रहेछ कोप्चा भित्र पनि रहेछ क्या। यो चाहिँ हिमालय छ, यस्तो खतरा। हिमालको माथि त पुरै मन्दिर परेछ त हौ, पुरै देउताको मन्दिर अरे स्ट्याचु रहेछ होइन। यस्तै छ है त साथीहरू। के हो, खतरा छ त नि, खतरा छ त खतरा। ल आजको भिडियो चाहिँ यस्तै छ है त, हेर्दै गर्नु होला साथीहरू। ल मेरो चाहिँ ल अहिले चाहिँ हल्का हल्का मान्छेहरू भिड हुन थालेको छ यता। मन्दिर राम्रो देख्छ क्या, मन्दिर हाम्रो राम्रो देख्छ क्या, यता मन्दिर राम्रो देख्छ, यता मन्दिर क्या राम्रो देखिन्छ क्या। यस्तो छ है त साथीहरू। अहिले चाहिँ अब साथीहरू भिडियो पनि धेरै नबनाऊँ, अब यति नै होला। अब नेक्स्ट भ्लगतिर अलिक राम्रो कन्टेन्ट बजार। आजको लागि चाहिँ यति नै है त लगभग। मोबाइल छ होइन त सिम चाहिँ। साथीहरू अब चाहिँ नेक्स्ट भ्लगमा भेटौँला है। आजको भ्लग चाहिँ यस्तै छ है त, हेर्दै होला। अनि म चाहिँ अब यता जानुपर्ने हुन्छ, रुम पनि नजिकै छ यहाँबाट चाहिँ। म चाहिँ यहाँ लगभग समथिङ 1.5 घन्टा जति बसेँ होइन। अनि त्यही हल्का भिडियो बनाएँ, अनि हल्का बसेँ, अनि अब चाहिँ जाँदैछु है त। तर प्लेन पनि गयो, ल यस्तै छ है त। आजको लागि चाहिँ त्यही छ। फाइभ के HD अल्ट्रा भिडियो त राम्रै छ है। यस यतिको बजेटमा यतिको क्यामेरा राम्रै हो भनौँ न होइन। मलाई चाहिँ ठिकै लाग्यो यतिको क्वालिटी। अब चाहिँ म रुम फर्केको साथीहरू।